नमस्कार। हामी चाहिँ भैरवकुण्ड ताल दर्शन गर्नको लागि आज भैरवकुण्ड आउँदैछौँ, साथी राजेश र म। हामी अहिले चाहिँ ठ्याक्कै यो चोकर मोकर भन्ने ठाउँ धन्दै समुद्र सतहबाट 3670 मिटर माथि उचाइमा रहेछ। यो यहाँ आइपुगेका छौँ। यहाँसम्म चाहिँ राम्रै खालको गाडी र मोटरसाइकलहरू यहाँसम्म आनन्दले आउने रहेछ। बाटो त्यति खराब छैन, राम्रै छ। आज यो तालको चर्चा परिचर्चा अनुसार नेपाल सरकारले, स्थानीय निकायले बाटोघाटो अलिक राम्रो बनाइदियो भने यो काठमाडौँ राजधानीदेखि नजिकको एउटा पर्यटकीय तीर्थस्थल बन्न सक्छ यो ठाउँ। तल निकै राम्रो राम्रो गाउँहरू छ। तल छेगम बेगम भन्ने गाउँहरू, तल लिस्ती निकै राम्रो गाउँ छ। यो हिँडेर चाहिँ यताबाट आउने बाटो हो। यो चाहिँ गाडी मोटरसाइकलहरू आउने बाटो। यहाँभन्दा अगाडिसम्म गाडी मोटरसाइकलहरू खासै जाँदैन, अलिकति अगाडिसम्म जान्छ भन्ने सुनिएको छ। आज मान्छेहरू थुप्रै छन्, शनिबार भएर होला, मान्छेहरू थुप्रै आछन् भन्ने हामीलाई छेगममा होटलवाला दाइले भन्नुभएको थियो। यहाँ अब यतिको उचाइमा पनि यहाँ राजेश र म हाँसिरहेछौँ यो आइस जमिया देखेर। यो ढिक्कै छ, यहाँ ढिक्कै छ। उतापट्टि साइडमा खेतामै ढिक्कै छ, जङ्गलमा। यहाँ चाहिँ हामीले बाटोमा थुप्रै रुखहरू, साना बुट्यानहरू भनौँ। अब त्यति ठुला रुखहरू अब यतिको उचाइमा कमै पाइन्छ। सल्लाहहरू सल्लाहहरू अलि तलै मात्रै पाइन्छ, यति धेरै उचाइमा अनि निकै कम पाइन्छ। अब यहाँ गुराँसहरू यस्तै बुट्यानहरू, गुराँस तल टन्नै फुलेको थियो। यहाँ पनि देख्न सक्नुहुन्छ यही बुट्यानी। अब यो बुट्यानै हुने यो यतिको उचाइमा, 3800-4100 मिटर उचाइमा अब यो बुट्यानै मात्रै हुने हो। 4500 माथि लाग्यो भने फेरि यो झारपात मात्रै, मसिना झारपात मात्रै, काई झेउ ल्याउ भन्ने हाम्रो भाषा छ, त्यो मात्रै हुने हो। यो 3670 मिटर उचाइमा पनि यहाँ मजाले यो हिउँ आइस भनौँ न, आइस जमिरहेछ। राजेशमा लौरो टेकेर उहाँ पुग्नुभयो रहेछ साथी, उहाँ पुग्नुभयो। त्यहाँ आइस मजाले जमिरहेछ, भैँभरि नै छ। यो हेर्दाखेरि रमाइलो छ एकदम। यहाँ चाहिँ राजेश आइस खेल्दै हुन्छ। यहाँ चाहिँ यो चोकर मोकरमा एउटा पार्टी बनाइदिएको रहेछ। अब हामी जस्तै यात्रुहरूलाई यसो विश्राम स्थल होस् भनेर होला पार्टी रहेछ है। राम्रो पार्टी छ यो, निकै रमाइलो छ। हामी आज भैरवकुण्ड जाने तर्खरमा छौँ। हेरौँ कतिखेर पुगिन्छ। अब उहाँहरूको स्थानीयहरूको भनाइअनुसार अब यहाँबाट हामी जतिको मान्छेले बिस्तारै जाँदाखेरि 2 घन्टामा तालको दर्शन गर्न पाइन्छ भन्ने उहाँहरूले भन्नुभएको छ। हेरौँ, माथिको भिडियो पनि हामी तपाईँलाई देखाउँदै गर्छौँ। यहाँ आउँदा चाहिँ लिएर आउने भनेको तपाईँले सकिन्छ भने एउटा चाहिँ थर्मसमा आफै तातो पानी बोकेर आउनुभयो भने निकै राम्रो हुन्छ। हामीले त्यो बिर्स्यौँ, होटलवाला दाइले त सम्झाउनु भएको थियो। अनि हामी चाहिँ चिसो पानी लिएर आएछौँ। तलबाट लिएर आएको चिसो पानी पनि यहाँ आउँदा बोकेर झोला हालेर आउँदा झन् चिसो भयो। झनै चिसो हुँदै मुखमा यति हाल्न पनि चिसो जस्तो। यो गजब छ। यो प्रकृति विचित्रको छ। जति बुझ्न खोज्यो यो बुझिसाध्यै छैन। यो प्रकृतिको आफ्नो उसको नियम छ। अब यहाँ तपाईँको यतिको उचाइमै हिउँ पर्ने ठाउँमा कति राम्रो मलिलो माटो छ। यहाँ झारहरू हेर्नुहोस् कस्तो मजाले गिलो माटो छ। यहाँ यतिको उचाइमा पनि अब यो माटो छ, पानी जमिरहेछ, पानी बगिरहेछ। यहाँ खुट्टा गड्ला कि भन्ने छ। यहाँ चाहिँ नि हिलोमा ढाब भन्छौँ हामी, ढाबमा खुट्टा गड्ला कि भन्ने छ। यी राजेश यहाँ बसिरहनु भएको छ।